आज म गाजरको हलुवा बनाउँछु। गाजरलाई मैले काटकुट गरेर रेडी गरेछु। म अब मिक्सर ग्राइन्डरमा गुडा गर्छु। मैले मिक्सर ग्राइन्डरमा गुडा गरेँ। मैले कराई बसाएर घिउ हाल्दैछु। घिउ गरम भइसक्यो। म हाल्दैछु गाजर। म चलाउँदैछु। अब म चिनी हाल्छु। गाजरको पानी सुक्यो। एकछिन चलाउँदैछु। अब म किसमिस हाल्दैछु। अब म दुध हाल्दैछु। चलाउँछु एकछिन। इलायची पाउडर हाल्दैछु। बनेर तयारी भयो। अब म उतार्छु। मैले बनाएको गाजरको हलुवा बनेर तयारी भयो। हजुरहरूले पनि यसरी नै बनाएर खानु होला। हजुरलाई मैले बनाएको गाजरको हलुवाको रेसिपी राम्रो लाग्यो भने हजुरले मलाई कमेन्ट, लाइक, सेयर गर्नु होला।